नयाँ पनि पुरानो पनि सुनिदिउँ भनेर नि माल आइहाल्यो। बुढाभित्र देश देश बुझ्ने रहरबारे एउटा सूचना निक्लिएछ सरकारबाट। खबर पुर्याइदिनु देश बोकेको छ मेरो कोठाले। भनिदिनु छरपष्ट छन् मेरो कोठामा तराई पहाड र हिमाल। छतासुल्ल छन् कोठामा त्यहाँको सम्वेकहरू, इतिहासहरू, वर्तमानहरू र अहिले नै धुलाम्मे भएका छन् भविष्यहरू। कुनामा डस्टबिनभित्र फालिएका हुन सक्छन् सुगम देश र त्यहाँको नागरिकहरू। चारै भित्तामा टाँसिएका पत्रिकासँगै टालिएका हुन सक्छन् विकास र परिवर्तनको नाराहरू। रात दिनै बिगार गरेर मोटाएका मुसाले काटेर धुजै भएका हुन सक्छन् दौरा सुरुवाल र गुन्यु चोलोहरू, जन्म दर्ताहरू, नागरिकताहरू। सायद कुनामा माकुराले बनाएको कुनै जालोमा सार्वभौम होला। खाना पकाउँदा फोहोरी बनेको चुलोमा राष्ट्रप्रेम होला कतै जुठो थालमा मौलिक हक र अधिकार। त्यतै होला ढुसी लागेर सुकुटी हुनै लागेको संविधान अनि किरा लाग्नै लागेको लोकतन्त्र। हो मेरै देश हो मेरै कोठा देश भएकै हो। देश बुझ्ने रहरलाई अरू के चाहिन्छ। मेरो कोठामा सरकार आए चामल सकिएको बोरा देखाउँदै भोक मेट्ने तरिका सिकाउँछु। 2 मग पानी गनाएको खुट्टा र चाकु खाल्न पर्याप्त हुने सिकाउँछु। प्रकाशै नछिन्ने कोठामा घाम थपाउँछु। पुरानो जुत्ता, थोत्रो ज्याकेट, भाँचिएको चस्मा उपहारमा उनलाई दिन्छु। चर्किएको ऐनामा आफू नायक देखेपछि हेर्लान् उनले आफ्नै समाचार। छिमेकीको वाइफाई चलाएर र राष्ट्रप्रेमको नाटक देखाउन फर्केलान् तुरुन्तै कोठाबाट। सरकारको रहर देश बुझ्ने साँच्चै भनेको हुन्। अहिले नै उनलाई सुनाइहाल्नु देश मेरो कोठाभित्रै छ। तर यो